हाई गाइज, आज चाहिँ म किमा नुडल बनाउन गइरहेको छु सिम्पल रेसिपीमा। सो हजुरहरू पनि मसँगै ट्राई गर्न सक्नुहुनेछ, आउनुहोस्। फर्स्टमा चाहिन्छ हामीलाई फ्रेस चिकन किमा, अनि तातो तेलमा मेथी फुराइदिने। मेथी चाहिँ म्यान्डेटरी छैन, सो हजुरहरूलाई मन पर्दैन भने स्किप गर्न सक्नुहुनेछ। अनि प्याज राखिदिने, अदुवा लसुनको पेस्ट राखेर भुटिदिने, अनि चिकन राखिदिने, डार्क सोया सस राखिदिने, स्वादअनुसार नुन, बेसार अनि जिराको पाउडर राखिदिने। मैले चाहिँ यहाँ टोमेटो स्किप गरिदिएँ किनभने टोमेटो त्यति मन पर्दैन नुडल्समा मलाई। सो अनि चिकन सेन्चुरी मसला राखिदिएँ। अनि त्यसपछि बोइलिङ वाटरमा नुडल्स राखिदिएँ, पोक्चै राखिदिएँ। अनि नुडल्स सफ्ट भइसकेपछि चाहिँ निकालिदिएँ। पालो आउँछ चिल्ली ओइलको। किमा नुडल्समा चाहिँ चिल्ली ओइलको एकदमै ठुलो भूमिका रहेको हुन्छ। सो सिसामी सिड्स राखिदिएँ, फ्लेक्स सिडको पाउडर राखिदिएँ, अनि चिल्ली फ्लेक्स, अनि यो अलिकति सस, अनि मनतातो तेल राखेर राखिदिएँ। अनि फाइनल लुक चाहिँ यस्तो भयो मेरो चिल्ली ओइलको। अनि पालो आउँछ प्लेटिङको। अनि प्लेटिङमा चाहिँ मैले चिल्ली ओइल राखिदिएँ। सोया सस चाहिँ मैले स्किप गरेँ। अनि नुडल्स, अनि त्यसपछि किमा। या मेरो फाइनल लुक चाहिँ यस्तो भयो गाइस किमा नुडल्सको। अनि मैले चाहिँ खाँदा खाँदा बदाम पनि सम्झेँ, अनि बल्ल बदाम राखिदिन्छु गाइस। खासमा चाहिँ मैले यो मेरो फर्स्ट टाइम हो कि किमा नुडल्स बनाएको। अनि तर टु बी अनेस्ट है, एकदमै मिठो भएको थियो गाइस। प्लिज डोन्ट जज मी। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।